हेलो एभ्रिवान, आज म क्लास 12 को कन्डिसनल सेन्टेन्स ग्रामर ल्याएर आएको छु। क्लास 12 को च्याप्टर 10 मा रहेको छु। एक्जाममा 1 मार्कमा आउने गर्दछ। एक्जामको लागि एकदमै इम्पोर्टेन्ट रहेको छ। कन्डिसनल सेन्टेन्स जम्मा गरी हामीले 4 वटा टाइपको हुन्छ। कन्डिसनल सेन्टेन्स 0 कन्डिसनल, 1 कन्डिसनल, 2 कन्डिसनल, 3 कन्डिसनल हुन्छ। त्यसैगरी हामीले कन्डिसनल सेन्टेन्समा सबभन्दा हामीलाई टेन्सको फर्मुला थाहा छ भने सजिलै हामीलाई आउँछ। यसमा हामीले इफ क्लोज र मेन क्लोज थाहा पाउनुपर्ने हुन्छ। एक्जाममा इफ क्लोज अथवा मेन क्लोज भन्नुपर्ने हुन्छ, खाली ठाउँ दिएको हुन्छ। अब हामी जेरो कन्डिसनलमा जाउँ। पहिले जेरो कन्डिसनलमा छ इफ प्लस सिम्पल प्रेजेन्ट र इफ क्लोज हो भने सिम्पल प्रेजेन्ट मेन क्लोज हो। यसको मेन क्लोजमा अब सिम्पल प्रेजेन्ट किन हुन्छ कि युनिभर्सल ट्रुथ फ्याक्ट ह्याबिट भएको टाइममा मात्र सिम्पल प्रेजेन्ट हुन्छ। जस्तै अब इक्जाम्पलमा गएर हामी सजिलो बुझ्न सक्छौँ। इफ यु हिट वाटर हो, अब यो सिम्पल प्रेजेन्टमा सोधेको छ। अब वाटर तातेपछि अब वाटर उम्लन्छ भनेको इफ इट बोइल्स, मेन क्लोजमा के हुन्छ इट बोइल्स। त्यसैगरी फर्स्ट कन्डिसनलमा जाउँ, इफ क्लोज र मेन क्लोज। इफ क्लोजमा इफ प्लस सिम्पल प्रेजेन्ट। अब सिम्पल प्रेजेन्ट हुन्छ भने यसको मेन क्लोजमा सब्जेक्ट प्लस विल प्लस V1 प्लस अब्जेक्ट हुन्छ। जस्तै सिम्पल प्रेजेन्टको फर्मुला सब्जेक्ट प्लस V1 V5 प्लस अब्जेक्ट हुन्छ भने अब यसमा मेन क्लोजमा यो युनिभर्सल ट्रुथ भन्दा अन्य कुरामा जस्तो अब सब्जेक्ट प्लस विल प्लस V1 प्लस अब्जेक्ट लाग्ने गर्छ। इक्जाम्पलमा छ इफ ही डज नट गो होम अर्ली, कमा दिनुपर्छ। त्यसपछि हिज फादर विल किल हिम भन्छ। त्यसपछि छ सेकेन्ड कन्डिसनल इफ क्लोज र मेन क्लोज। इफ क्लोजमा हुन्छ इफ प्लस सिम्पल पास्ट। अब सिम्पल पास्टको सूत्र के हुन्छ सब्जेक्ट प्लस V2 प्लस सब्जेक्ट। त्यसैगरी यसको मेन क्लोज बनाउँदाखेरि सब्जेक्ट प्लस वुड प्लस V1 बनाउनु पर्दछ। इक्जाम्पलहरू बुझौँ। इक्जाम्पलमा के भनेको छ इफ ही पास द एक्जाम ही वुड नट कराइ भने अब वुडको नि प्रयोग गरेर हामीले त्यसपछि V1 कराइको नि गरेको छ, किनकि यो सिम्पल पास्ट हो, यो V2 हो, पास्ट भनेको छ। त्यसैले हामीले यहाँ मेन क्लोज बनाउँदा ही वुड नट कराइ भनेको चाहिँ यो V1 हो, यो वुडको प्रयोग पनि गरेका छौँ। त्यसैगरी थर्ड कन्डिसनलमा जाउँ, इफ क्लोज र मेन क्लोज। इफ क्लोजमा छ इफ प्लस पास्ट पर्फेक्ट। पास्ट पर्फेक्ट सूत्र के हो? अब हामीले पास्ट पर्फेक्टको सूत्र थाहा भएपछि हामीलाई सजिलो आउँछ। जस्तै पास्ट पर्फेक्टको फर्मुला हुन्छ सब्जेक्ट प्लस ह्याड प्लस V3 प्लस अब्जेक्ट हुन्छ। त्यसैगरी मेन क्लोज बनाउँदा सब्जेक्ट प्लस वुड ह्याभ प्लस V3। जस्तै इक्जाम्पलमा हेरेको छ हामी इफ ही पास द एक्जाम ही वुड नट ह्याभ कराइड। अब हामीले यति यो थाहा पाउनुपर्छ। हामीले यो रुल्स थाहा पाएपछि सजिलै हामीलाई आउँछ। अब म अर्को पार्टमा यसको एक्सर्साइज ल्याएर अथवा अन्य कस्तो क्वेसन आउँछ भनेर ल्याउने छु।